This is big goat. Yeah, this is. Yeah. Your house also having Singwala buffalo goat. Here. Hey. Hey, what type of buffalo? Hey, खाली buffalo भन्ना आउँछ यार. What type of goat? What type of this goat? Here look. Here look here. Oh hey bro, what's up? Bro. Yeah. This what type of deer? Oh yes, deer. This two singe. Yeah, mere. Beer. एक दुई तीन चार. Oh, देखो भाई देखो इधर बहुत बढ़िया. इसमें क्या हुआ? साइलेंस रे चुप लागे. Oh, this is camel. ओए नबोल्नु. ओए चुप लाग्नु. एक नेपाली भाषा बुझ्दैन. Hey, why? What's up? के बारे चाहिँ हेर्दा. What's up bro? हेर्दा आहामा. Okay. ठीक हो. Hey, this is alpaca. Yeah, I know. हामी चाहिँ अहिले हालसालै हैन कुन जंगल हो के ओ चौरी गाई. Oh yeah, चौरी गाई. What's up bro? I am also fine and you? Oh yeah. Yeah, okay bro. Yes. Oh yak. Here look, yak. Yeah, yak. Only one. Oh no, two yak. One male and one female yak. Yeah. Look at here. Oh, or three yak. Look at here. Yeah. Oh, here Ferry. Kyo used to you. What type of this? Oh yes, this is buffalo, yeah. Oh, here writing. Oh, this name is very garo. I don't know. हमको इंग्लिश नहीं आती. अब भरे यही एडिट केही नगरिकन युट्युबमा छोडिदिन्छु. Oh, what's up bro? Come up. You and me is a friend. Okay. बनेल. Dra bundle. यही हो. This female type or this male type. Okay. Oh yeah. Look at here. Very nice. Tiger is very upgoing and looking. Where? Oh yeah. Hey, यो चाहिँ कुन टाइप? यहाँ हेर न खतरा सिङ. हेलमेटमा हाल्न खतरा हुन्छ सिङ यहाँ. है बवाल छ कि सिङ. Oh yeah. There look. Oh, blue sheep or Baral. Yeah, you know. Yeah. Oh, look at here. Yeah. Here look. अब हेर्दै जानु हैन फेरि अब के देखाउँछु मैले. यहाँबाट तल खाना साना दिन जाने हैन. टक्क लाएर Oh, hey baby. Come up. Okay. यो चाहिँ सानो देखिया छ हैन. यो चाहिँ सानो खाले मिर गरेछ केटा. है? यसको नाम के हो? यसको नाम फेरि यसको बोर्ड. सानो मिर. बोर्डै छैन त यार. ए यहाँ माथि रहेछ बोर्ड. Oh yeah. Braking. Oh yeah. Braking deer. Boy, stop. Oh. यता लिम्डे भन हा. देख्न सक्नुहुन्छ दर्शक बिन हामी अहिले चाहिँ दार्जिलिङको हिमालय पर्वततिर छौं हैन. हामी हम ऊपर नहीं जाएंगे. ए ऊपर ओ साइक्लिङ वाला. यो साइक्लिङ हो कि केटा यार. बुझ्न त बुझ्न भतिज बुझ. यो चाहिँ ट्री टप के यो रोप क्रस यो या. लुक एट हियर. दामी छ. ए यस्तो पुरै सिडीमा हिँड्ने रहेछ यहाँ चाहिँ. ओ
यो यस्तो खतरा ठाउँ रहेछ यार ठाउँ चाहिँ क्लाइम हान्ने बवाल छ त्यहीँ एउटा क्लाइम हान्ने यस्तो 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 सब हान्ने रहेछ क्या क्लाइम रक क्लाइम सब के बन्जी 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 नि हुन्छ होला है यहाँ त हामी शौचालय हो कि शौचालय पो करौँ यहाँनिर चाहिँ जाऊँ न तल यता तल जाम ए बन्द रहेछ तल ओ दिस इज को यो इक्विपमेन्ट अफ क्लाइम्बिङ गियर्स चलो चलो डेन्जर खतरा छ कि बा यहाँ यो ठाउँ त छोड्नु नै हुन्न दार्जिलिङ आएपछि हामी साँच्चै त दार्जिलिङ पो आयो त है दार्जिलिङ गाइड सब पछाडिदेखि अगाडिसँग सब यतापट्टि तल नि बवाल बवाल छ यस्तो दामी दामी छ के ए केरा होइन त कहाँ म्युजियम सङ्ग्रहालय मन्दिर रहेछ यहाँनिर चाहिँ ढोग्नुपर्छ है यहाँनिर चाहिँ म्युजियम आएछ म अब यहाँ के फोटो सोटो पोस्टर हेर है केटा हो पोस्टर हेरेर अनि बल्ल हानौँला फोटो सोटो नभए फेरि जरिवाना पनि परिन्छ होइन यहाँ चाहिँ के हो यो यहाँ नि रहेछ ऊ चढेको सगरमाथा चढेको होइन उइस सञ्जीव यताउतै ऊ हेर है के फोटो सोटोको बोर्ड राखेको कि तल हेर यहाँबाट तल बवाल देखिन्छ चाहिँ कि जुवाला होला नि त यता जाऊँ न रुको जरा सबर गर यतापट्टि जाऊँ न यस्तो दामी दामी हिमाल चढ्नेहरू मान्छे होला नि कि ती चाहिँ पहिला पहिला हाम्रो टोलीहरू सब टोलीहरू हाम्रो टोलीहरू है ए अरू टोलीहरू अझै आउने छ यस्तो खतरा खतरा ए ठाउँ चाहिँ खतरा रहेछ यता उता लप्ने रहेछ यस्तो ऊ त्यो तिनवटा कतै 4वटा देशको झन्डा रहेछ ओ तेन्जिङ शेर्पा तेन्जिङ नोर्गे यस्तो ठाउँ यस्तो बवाल बवाल खतरा पुरै यस्तो यस्तो यो चाहिँ 29th of short evening हाइलिङ त्यही हो त्यही ऊ नै हो कि तेन्जिङ लामा शेर्पा तेन्जिङ नोर्गे तेन्जिङ नोर्गे यस्तो 2 मिनट यस्तो यता यस्तो होटेलहरू पनि छ होइन मन्दला नि छ यस्तो साजिद यहाँ आऊ न मैले चाहिँ ट्याक्कै यो तेन्जिङ लामा तेन्जिङ नोर्गे शेर्पाको शालिग हेरेर फर्किएर तल बाघ हेर्न लाग्यो अब चाहिँ ट्याक्क लगाएर है यस्तो बवालु 5 जनाको टिम यता 2 जना यता टोली पुरै ग्रुपमा छ कि सब अब चाहिँ ट्याक्कै यस्तो खतरा ठाउँ रहेछ कि हिमालय पर्वत आरोहण संस्थान हाम्रो केटाहरू होइन है केटाहरूले पनि दिमाग लगाएर सर्टकट आएछ यार फेरि अर्कै ठाउँ हो यो त है अब अलिकति म तपाईँ बाघ देखाउँछु कि बाघ हेर्न जाला होइन हजुरहरूलाई चक्क लागेर लो त्यत्तिको चढ्ने त्यतिमा सेफ्टी नलागि चढ्ने यहाँ हेर न यहीँ लो त्यत्तिको लागि पैसा सकेर त सर अब कता जाने हामी यस्तो यता होइन यहाँ रहेछ इन्डोर रक क्लाइम्बिङ रे ट्री टप रोप कोर्स रे जिप लाइन रे एडभान्सर रे मन दुख गरिदिन्छु त्यति गर्नलाई नि हेर्नु त ल त्यहाँ
यस्तो हो कि अब बाघ हेर्नु जाने टक्क लागेर उहाँबाट आउँछ कि त्यो फेरि कहाँबाट यहाँनिर आउँदैको छ सर हामी जाने यतै हो नि त तल अब यतै हो कि तलै जाऊँ कि तलै हो कि यो अब यता माथि जाने साइड थियो नि कता हो यो त्यो पिन्जडाभित्र जाने क्या हामी पिन्जडा के भन्छ त्यो त तल यस्तो यहाँ चाहिँ के चराहरू छैन होला नि ऊ त्यहाँ त्यो हो कि चराहरूको ठाउँ हेर्न अच्छा ए यहाँ यस्तो राम्रो भएको छ नि त है एकतिर चलिदिन्छ नि त यस्तो ए यहाँ त खतरा ठाउँ छ कि ल अस्ति म त यहाँबाट उक्लिन मनाएको थिएँ यार पर्खाल पो लाएर रहेछ हो ल ठिक छ हिमाल पर्वत आरोहण संस्था टक्क लाएर 500 रुपियाँ त्यसै साट्न लाग्यो नि त यहाँ अहिले तल गएर किन्ने क्या छुर्पी अब माथिको त म त भ्यागेर आइयो बाघ हेर्न लाग्यो है मैले 1000 रुपियाँ साटे 500 रुपियाँ दिएर कसै पुगेन भने दिन्छु यार ए फुल पनि रहेछ ट्याक्क फुलमा फोटोसोटो खिच्ने अहिले खिचौँ कि आउनु न टक्क लाएर है यहाँ हेरौँ है अब के देखिन्छ किप साइलेन्ट के त ओए मजा नगर्नु न बिस्तारै बोल्नु ऊ लियोपार्ड के भन्छ अरे साथी लियोपार्डलाई चितुवा सक्कली चितुवा होइन नि ओ पार्टनर हजुर त मेरो पार्टनर हो नि है चितुवा सर त्यत्रो सुन्दा छ कि ओ यहाँ तल चाहिँ के दोस्त खोइ त तल त गायब छ त के छ त केही छैन त कहाँ गयो त तलको त तल छैन रहेछ माथि होला ओ चितुवा माथि नि रहेछ तल नि रहेछ यस्तै हो गाउँतिर आउने पुच्छर त बवाल ठुलो हो यार त्यहाँ रहेछ अर्को त्यहाँ यो भन्छ जेङ्गो रहेछ त्यहाँ आउँदै त खतरा जेङ्गो छ त गाउँतिर देखिने यस्तै खाले त यस्तै खाले गाउँतिर देखिने है 4 मिनटको भएछ ए साथी ए हुन्छ सर यस्तो ट्याक्क लगाएर नबोल्ने रे अच्छा तिमीले चाहिँ बनाएन अनि यहाँ रहेछ खोइ त पार्टी बाँकी त गरेछ अब कहाँनिर यहाँनिर ठुलो हो क्या यहाँनिर देखायो नि तिमीले यहाँ हेर ए सरी ऊ तल हेर न ओए हल्ला नगर किप साइलेन्स भनेर लेखेर कि मैले यस्तो छ है यहाँनिर पार्टी हुन्छ यो हाम्रो पार्टी नै हो नि कर भने सुन्दैन चितुवा तर मान्छेले हिँड्ने बाघ भन्दा भाइ सबै हान्न पर्छ घर गएर नबोला सुने बोर्ड पढ्दैन पढे चराहरू यता रहेछ नि पासपोर्ट के त नि तेरो बेङ्गल नेसनल हिस्ट्री म्युजियम मैले चराहरू छ
कस्तो कस्तो छाल्यो चरा छ उही पट्टु यो चाहिँ कालो र कस्तो सिधो खाले इले देखो काँडे भ्याकुर होइन काली ए कालिज काँडे भ्याकुर हुन्छ कालिज अनि उता सुगा इ रेड ब्रोस्टेड कोको यस्तो खतरा खतरा चराहरू छ यार ए टर्की उही ए बोला आइरा उही त हेर न कस्तो सानो चरा कि सायद देखिँदैन होला देखि उही यहाँ हेर न उही सुगा कत्रो हो उही कत्रो हो त नि सुगा नि बवाल बनाएर राख्यो भने त यता जाम तित्रो हरे यो त त्यही हेर सानो चरा फेरि सेतो छ नि सिधै हेर्नु है गाइजहरू यस्तो कस्तो लानु पाए लेडी हेल्प यो देखाइदियो है यहाँको यो यहाँको है उही तित्रो हेर न कत्रो उही भाले हेर न कस्तो बवाल हो है खतरा छ उही त्यो एउटा बोल्दो रहेछ कि ठुलोवाला कुखुरा वन कुखुरा ए तिनीहरू घरै छुट्टिएर चाहिँ यार सानो वन पोथी चाहिँ रहन्छ क्या भाले भन्दा ए झाडीतिर कतै लुक्या होला ए होइन रेड जङ्गल फ्लोर एउटा मात्र रहेछ यो तल चाहिँ के हो साथी वे बवाल जङ्गल छ त यस्तो हो कि टुर आउने भनेको होइन त यस्तो बवाल ठाउँमा नि उयो ठुलो सुगा यहाँ रहेछ रेड जङ्गल त्यो चाहिँ उहाँ छ है यस्तो लाएर टक्क इस सिधै खतरा चराहरू रहेछ कि यहाँ चाहिँ ओए नगराउ न गाली गर्नुहुन्छ क्या यहाँ खतरा छ ऊ माथि नि ठुलो सुगा कहाँ गएछ उहाँ आगोमा कत्रो छ क्या सुगा नि डेन्जर बोल्दो रहेछ कि यस्तो खतरा खाले चरा अफ्रिकन ग्रे प्यारोट छोटा होइन है हेर न कस्तो हो कि यो पोथी रहेछ यो त पोथी होला है भाले होला कि लामो छ कहाँ यो सुगाहरू होइन यो त अर्को चरा होला नि अर्कै चरा जस्तो लाग्छ साजिद यहाँ हेर्नु न कस्तो दुईवटा चरा थर छ कि एउटै धेरै सुगा हेर्नु नि सर युट्युब हो घर गएर हेर्नु है सर उहाँ हेर्नु नि सर भरे हालिदिइहाल्छु म सुगा कत्रो हेर्नु न सुगा सानो चरा नि बवाल यही माथि नि छ अफ्रिकन ग्रे प्यारोट है यहाँको चाहिँ अनि त्यो गोल्डेन रहेछ त्यो चाहिँ ऊ हरियो गाउँघरमा पाउने सुगा चाहिँ त्यो रहेछ कि थाहा छ नि यस्तो खतरा चराहरू छ कि चराहरू चाहिँ बवाल रहेछ कि है ऊ यहाँ तित्रो खोइ ऊ यहाँ कुनामा हेर न ऊ जस्तै पातमै मिसिएको कि देखिँदै नदेखिएको क्या कस्तो खालको त्यो चाहिँ ऊ होला कि खतरा छ कि के भन्छ के नाम यार खतरा कहाँ हो माथि गएर कता गएर उहाँ माथि रहेछ सुगा यहाँ यता नि रहेछ सुगा जताततै छरपस्टै हान्दै रहेछ यहीँ छ यस्तो खतरा चराहरू रहेछ कि यस्तो बवाल चरा यस्तो ठाउँ यस्तो छ अब म्युजियम जाने हो
बेङ्गल नेचुरल हिस्ट्री म्युजियम उही बाघै देख्न पाइएन त त्यति हो यस्तो खतरा छ हाजी दोस्त के छ माधव दोस्त दोस्त के छ ठिक भरे भरे भ्लग गाइस हाम्रो दोस्तहरू सबै थकै मारेर बेना हाम्रो सरहरू अब यो म्युजियममा टक्क लगाएर यस्तो खतरा बेङ्गल हिस्ट्री मेरो मोबाइलमा छैन मोबाइलमा यस्तो छ खतरा कि बेङ्गल नेचुरल हिस्ट्री म्युजियम उता तल यस्तो खतरा कि उही यहाँ चाहिँ उ गर्न पाउँछ कि पाउँदैन डु नट स्टिप रे नो स्मोकिङ नो क्यामेरा त भने होइन फोटो नटेलाडो खोइ हुन्छ यहाँ बस्यो यसपालि चाहिँ हामी म्युजियम हेरेर फर्किँदै भित्र चाहिँ गर्न पाएन है यस्तो केटाहरू गइसक्यो होला नि तल बेङ्गल अहिले चाहिँ फर्केको है अब सब देखाउने चिज सबै देखाइसक्यो है अब अर्को स्टेसनमा गएर देखाउँछु ल हस् त ओके बा खतरा है रोयल बेङ्गल तो भाई नेक्स्ट लेवल है भाई खतरा है यार बात तो यस्तो बा कस्तो बवाल बवाल हो खतरा खतरा यहाँ त के खुवा के गरे है त्यो रेतो भए नि फ्याउरो रहेछ है अरू त हेरिसक्यो सब फ्याउरो रहेछ है फ्याउरो रहेछ बाघ चाहिँ घुमेछ अर्को चाहिँ उता रहेछ अर्को चाहिँ उता छ यहाँनिर चाहिँ यस्तो चाहिँ मान्छे छ क्या त्यहाँभित्र खतरा छटपटे खाना खानु पाइने चाहिँ क्या त्यस्तै हेर्नुहोस् डेन्जर छ यार मान्छे आयो भने खरलाई पो भ्याउँछ उता दिन्छ उता चाहिँ पोथी यता भाले रहेछ लाग्यो है गयो है त्यो चाहिँ ल फ्याउरेले के गरे खै के कता के गर्ने लुक्ने ठाउँ होला नि यिनीहरूको यस्तो खतरा फ्याउरोहरू ओइ लुकाएर राखेर रहेछ नि त भासु एउटा लिएर भागे यता छ सेतो पुग्यो रातो चाहिँ उयो ओडारभित्र छ है यस्तो सेतो चाहिँ माथि हिँडे छ यो चाहिँ स्याल हो फ्याउरोहरू हो यस्तो खतरा देखिँदैछ कि म्युजियमबाट ए कस्तो खतरा है वहाँबाट त्यत्रो 3 घन्टाको बाटो बाघ त्यहाँ यता भ्यू यस्तो बवाल छ यहाँ चाहिँ अर्को खाले फ्याउरो रहेछ माथि अर्को थियो यहाँ चाहिँ अर्को खाले रहेछ फ्याउरो सुतिरह है
यस्तो छ ठाउँ चाहिँ रातो पाटे बाघ थियो त्यहाँ चाहिँ भागिसक्यो रातो पाटे बाघ कत्रो हुँदा नि हेर न कत्रो माथि सिधै थियो यहाँ रातो रहेछ कि कस्तो खतरा रहेछ कि बाघ त त्यो त अर्को चाहिँ पिङ खेलेर आनन्दले सुरुमै हेरेर गयो यता म्याटिङ भइरहेको यतातै अफेयर चलिरहेको कि यस्तो खतरा खतरा रहेछ कि अर्को पिङ खेले मस्तो आनन्दले अर्को माथि बसेर राई दुईजना खतरा गयो अर्को डिस्टर्ब गर्न अहिले चाहिँ माथि भ्याएर हामी चाहिँ तल अब बजार दार्जिलिङ बजार जान लाग्यो है यस्तो माथि म्युजियममा भ्यायौँ ट्याक्क लगाएर अनि अब रेड पान्डा हेर्ने यहाँ माथि भालु थियो उहाँको भालु त्यहाँ छ है दार्जिलिङ बजार यस्तो खतरा देखिन्छ कि यहाँबाट पुरै सेतै कि खतरा देखिन्छ कि किन यता आउँदैन भने ए भालु यहाँ भालु पनि खतरा अघि दुईवटा थियो एउटा त अन्त अर्को गयो होला कता गयो त्यो एउटा त भालु माल छ कि खतरा इच्छारै छैन त खोइ त लो भालु है यस्तोमा बस्ने रहेछ टक्क लगाएर त्यहाँ चाहिँ मुगली रहेछ ह्याप्पी मोमेन्ट एट दार्जिलिङ जू यस्तो अर्को त्यहाँ रहेछ रेड पान्डा हेर्नु जानु जिग्री अब त्यो हजुर यस्तो छ यहाँ चाहिँ पान्डा हो कि के छ कि खोइ आउँदैन त यस्तो छ ठाउँ चाहिँ टक्क लगाएर व्हाइट प्यारोट छ यहाँनिर यस्तो खतरा खतरा यार प्यास लाइट छ यहाँ रेड ब्लू छ बोल्न नदिने रहेछ कि त्यो कस्तो खतरा हो तिनवटा रहेछ यसमा चाहिँ रातो र निलो एउटा यस्तो रहेछ कि टक्क गिलेरी रहेछ गिलेरी गिलेरी हेरे कि त गिलेरी खतरा करा था एशियन प्लाम कहाँ रहेछ छैन रहेछ किप साइलेन्स छ है बिस्तारै बोल्नुपर्छ मजाले बोल्नु होइन यहाँ नि छैन रहेछ छैन होला साथीमा नो इन्ट्री यहीँ लियोपार्ड क्याट लियोपार्ड क्याट रहेछ यहाँनिर चाहिँ यो त खोरभित्र बस्तु खोरमा नि छ आराम लिइरह यहाँनिर के बिराल जस्तै है त्यो चाहिँ सेम ठ्याक्कै चितुवा के हो यसै दार्जिलिङ जू हेर्नु है यस्तो बवाल छ कि डेन्जर यो त बन्द भयो होला यसमा चाहिँ के रहेछ खोइ यस्तो भएछ हिमालय मोनियल रहेछ यहाँनिर चाहिँ कहाँनिर छ खोइ यस्तो रहेछ
यो चाहिँ दार्जिलिङ जू है यस्तो खतरा बवाल रहेछ कि यहाँनिर यस्तो ठाउँ यस्तो छ है यस्तो यस्तो ठाउँ रहेछ टक्क लगाएर पुरै रेड पान्डा हेर्ने भनेर पठाएको छ यस्तो ठाउँ छ है होला नि गुडहरू केही चराहरू होला कि यहाँ छन् चाहिँ तर के छ खै त केही छैन कि हामीलाई त यस्तो रहेछ तर खै देख्नै पाइएन त खोइ कहाँनिर गएछ कहाँनिर ए ऊ त्यो रुखको हाँगामा कापोमा मैले देखेँ यार यहाँ त हो अन्यहरूको एउटा यहाँ माथि ए ऊ यहाँ माथि एउटा यस्तो रेड पान्डा रहेछ एक वान नोज यस्तो खाले रहेछ कि साजी यहाँ आउ न यस्तो ठाउँमा खतरा खतरा रहेछ कि यहाँनिर रुखमा माथि त्यहाँनिर बसेर बल्ल ए के रहेछ है यहाँनिर रेड पान्डा अहिलेको जस्तै हो त्यही हो तर कहाँनिर छ त खोइ खोजकिरा खोज कहाँनिर ए ऊ यतापट्टिको हाँगामा सबै रुखा बाँधेर छन् बस्या होला बस्नु त सायद है खतरा 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 त उयो माथि त डेन्जर छ त ए जेसीको बिगारेको छ अब भाग्य छैन होइन होइन त्यसै तिमी मुला उयो चराहरू है साथीहरू यस्तो बवाल भयो यहाँ हेर न कस्तो खाले चरा हुँदैन नि उयो सुगा हेर न सानो खाले सुगा सानो मड्का सुगा यस्तो भयो यस्तो खतरा कि हेर न यस्तो खतरा खतरा यो नि रहेछ त यहाँनिर बवाल बवाल छ त यार घुम्न आउने भनेको यस्तो ठाउँ हो कि मनाङ मुस्ताङ गएर के काम जाडोमा दार्जिलिङ आउने हो के केटा हो दार्जिलिङ यस्तो ठाउँ छ यता त केही छैन साथी ऊ कत्रो छ होइन सब यतै चल पल अब यहाँ तल यस्तो त अघि नै हो क्या अघि नै देखेको छैन यस्तै जस्तो लाग्यो यताबाट यता छिर्ने रहेछ नि त यस्तो यहाँबाट यस्तो छिरेर त्यहाँबाट यता रहेछ कि यहाँनिर सानो खाले सुगा रहेछ कि मिडियम खाले अर्को यता रहेछ बट्टै के हो सुगा जस्तो क्यारे हेर्दाखेरि अब सुगा भन्ने ठाउँमा त के हो अब है चराहरू नि हेऱ्यो अब अर्को ठाउँ हेर्न जाऊँ त्यो त सक्यो साथी यता माथि छ के छ त्यहाँनिर घुम्तीको घुमाउने घर चाहिँ हामी पछाडिको जू पनि हेर्दै भइसक्यो अनि माथि गाडीतिर जानलाई है यस्तो छ है दार्जिलिङ जू तर भित्र इन्ट्री गर्न चाहिँ पाइएन है यस्तो खतर दामी भ्याए माथिको जू हेरेर फोटोसुट खिचेर भ्याएर टक्क तल अब जाँदैछौँ ठाउँतिर उता ठाउँतिर दार्जिलिङ बजार जान्छ मग अनि त्यसपछि बजारतिर घुम्यो हेरेर फर्केर त्यति बेला रुममा गइन्छ अनि यहाँबाट चरामा यस्तो यस्तो हुन्छ सर यस्तो बवाल बवाल चरा छ क्या
उयो सुगा हेर न सानो खाले सुगा अब सानो मर्का सुगा यता फर्किने ल अघि यता यता खिचा ल ए तल पनि छन् नि है माथि उपर ओ यहाँ माथि हेऱ्यौ तिमीहरूले यहाँ तल यस्तो त अघि नै क्या अघि नै देखेको होइन यस्तै जस्तो लाग्यो यताबाट यता छिर्ने रहेछ नि जस्तो यहाँबाट यस्तो छिर्यो त्यहाँ ऊ त्यहाँ पुग्छ लामो पुग्छ यो त यो त ऊ होइन के अरे बट्टाई बट्टै यो चाहिँ हामी बसेको चाहिँ यो माथिको यो के म्युजियम भन्ने त्यो नाम चाहिँ बिर्स्यो है तल दार्जिलिङको भ्यू दार्जिलिङ बजार यस्तो डेन्जर देख्यो कि बवाल के बवाल दार्जिलिङ त यो डे 2 हो क्या हो होइन दार्जिलिङ त सिटी त बवाल कस्तो डेन्जर कि खतरा छ कि दार्जिलिङ भनेको दार्जिलिङ नै हो कि फेरि आएर चाहिँ रेल हेऱ्यो भने चढ्यो भने यस्तो डेन्जर छुक 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 बवाल थियो डेन्जर डेन्जर के हामी चाहिँ फर्किँदै गर्दाखेरि अरू चढ्दै थियो है है यहाँ चाहिँ टक्क बाघ के भन्छ अरे भालु भालु पनि दुइटा थियो क्या एउटा चाहिँ माथि हिँड्दा एउटा चाहिँ उतापट्टि तल हिँड्दा कि खतरा फोटो खिच्ने बेला बवाल भइसक्यो कि भालु चाहिँ डेन्जर भइदिनु कि पुरै फ्रेन्डली हुने कि भालु त यस्तो फ्रेन्डली भइदिनु कि इस भालुहरू साथीहरू सब हेर्नु लाइन छ कि पुरै हेर्नु त डेन्जर यहाँनिर चाहिँ के भन्छ यो चितुवा चाहिँ डेन्जर छ ठुलो भन्नाले ठिकै हो छटपट्टि गरेर है यहाँनिर चाहिँ रातो टाटे बाघ थियो अनि अरू त देखियो खै अरू त देखिने गाह्रो भयो है खै यो जालीले घाम टल्कियो के भयो त्यहाँनिर त देख्नै पाएन हामीले हेरेको थियो हेर्न त ठिकै लाग्यो है यहाँनिर चितुवा चाहिँ छटपट्टि रह्यो अघि नै कस्तो पुच्छा नि कत्रो हो डेन्जर छ नि पुच्छा देखेर डर लाग्ने कसो यस्तो पुच्छा त किसियो डेन्जर बवाल गाइस चाहिँ यहाँबाट चाहिँ अब टक्क त्यो सेतो बाघकै पाटे बाघ हुन्छ नि यस्तो बवाल कराउँछ कि यस्तो खतरा कराउँछ कि बवाल कराइदिएछ कि अहिले छटपट्टि राखे ए डेन्जर हुँदो रहेछ कि मान्छे हेर्दा सिरिङ्ग भइदिने के हो जस्तो कि यस्तो बवाल है सेतो चाहिँ देखियो रातो चाहिँ खै अब